खाना पकाऊ। अनि बुवा चाहिँ कता जानुभयो कुन्नी? खै कता जानुभयो? ल ल आऊ आऊ जाऊ हिँड। लौ धोका लगाएको छ त, बहिनी कहाँ गइनु होला? कतै जानुभयो होला नि, आउनुहुन्छ के एकछिन? हेलो साथीहरू, म भने सारिया बुहारीको रिभ्यू लिएर उपस्थित भइसकेको छु भने साथीहरू, उता भने मधु र उसको साथी पनि खाना खानु भनेर गइसकेको छन् र बा कता जानुभएछ भनेर भनिरहेछन् भने यहाँ भने बसन्ते र रिता पनि घर आइसकेको छन्। साथीहरू घर आइपुग्दाखेरि ढोका बन्द गरेर बहिनी भने कहाँ कता हिँडिसकेको छन्। साथीहरू एकैछिन हेरौँ है त कहाँ गएको रहेछन्। किन चिन्ता गरेको होला यो मान्छेले नि यति धेरै? अनि चिन्ता हुँदैन त, खालि घरमा झगडा भएको देखेर नराम्रो लागेर हिँडेकी पो हुन् कि? हामीले त उनलाई त्यस्तो नराम्रो केही भनेका छैनौँ क्यारे। उनको मनले नराम्रो सोचे होला नि त। बेकारमा तिमीलाई पनि कुरै नबुझिकन यत्तिकै झगडा गर्नुपर्छ? छ्या, कहाँ गइनु होला त? शिशिरको घरतिर गएको हो कि? यसो गएर बुझ्नुहोस् न, म खाना बनाउँदै गर्छु। खै के गर्ने के? हेर्नुहोस् त साथीहरू, बसन्तीलाई भने निकै पिर परिसकेको छ भने साथीहरू बहिनी कता गइन् भनेर भनिरहेको छन् भने साथीहरू रिताले भनिसकेको छन् कि कतै शिशिरको घरतिर गएको त छैनन्, यसो हेर्नुहोस् न भनेर भनिसकेका छन् भने साथीहरू अब रिताले खाना बनाउँछु तपाईँ हेरेर आउनुहोस् भनेर भनिसकेको छन्। साथीहरू एकैछिन हेरौँ है त। कस्तो के गर्ने हो र? फुरुक्क जानुहोस् न तपाईँ। रिता, बरु तिमी जाऊ न, शिशिरसित पनि उतै एकपटक भेट हुन्छ। अनि बहिनीले पनि ओहो मलाई मेरी भाउजूले यति धेरै माया गर्दै रहेछन् भनेर खुसीले फुरुङ्ग हुन सक्छन्। त्यसैले तिमी जाऊ न है। म अहिलेलाई जान्न बसन्ते, तपाईँ त जाने आउने गरिराख्नुहुन्छ। तपाईँ जाँदा कसैले केही पनि सोच्दैन। म गएँ भने बहिनीलाई लिन आई, किन आई, क्यार्न आई भनेर के हेर्नुहोस् त साथीहरू रिताले भने तपाईँ के अरे बसन्तले भने तिमी जाऊ न र बहिनी पनि खुसी हुन्छन्, खुसीले फुरुङ्ग हुन्छन् भनेर भनिसकेका छन् भने साथीहरू रिता चाहिँ भने जानु मान्दै छैनन्। कि उहाँ मलाई कसैले केही भन्छ कि म कहिले गएको छुइनँ, नन्द लिनु आई भनेर मलाई यताउति भन्छन् होला भनेर भनिसकेका छन् भने साथीहरू के रिता अब शिशिरकोतिरै गएको होला नि त। रिता सरी बहिनी चाहिँ दाइकोतिरै गएको होला नि त। साथीहरू एकैछिन हेरौँ है त। के सोच्न बेर पनि लाउँदैनन् के? त्यही भएर तपाईँ नै जानुहोस् के, म बरु पछि जान्छु। यस्ता यस्ता कुराको सोच त तिम्रो दिमागमा फोकटको आउने हो के? बरु सिधै भन न, म शिशिरको घर जान्न, त्योसँग कहिले बोल्दिनँ, अनि त्यसको घरमा जान मलाई अहिले मन पनि छैन भनेर। फेरि तपाईँले बेकारमा झगडाको बिउ नरोप्नुहोस् न। झगडाको बिउ त तिमीले रोपेकी थियौ र यस्तो भयो नि अहिले। बेकारमा केही कुरा बुझ्नु छैन, यत्तिकै मयौँ भनेर हुन्छ? हेर्नुहोस् त साथीहरू, शिशिरसँग भने भाउजूको नराम्रो भएपछि उता भने शिशिरकोमा जानुलाई भाउजूलाई साह्रै अप्ठ्यारो भएको छ भने साथीहरू बसन्ते भने झगडाको बिउ रोप्ने तिमी नै हो भनेर भनिसकेको छन् भने साथीहरू बसन्तेले भने फोन छोडेर गइसकेको छन्। अब के रिताले खाना बनाउलान् कि नबनाउलान् त साथीहरू एकैछिन हेरौँ है त। हे भगवान, मलाई हिजो आज के भएको छ यस्तो? बसन्तीसित बारम्बार किन झगडा गरिरहेकी हुन्छु? उता शिशिर बाबुसित पनि बेकारमा कुरै नबुझी त्यसै आवेगमा आएर के भने के उहाँको पनि साह्रै मन दुखाएकी छु, जसको कारण आज शिशिरको र मेरो बोलचालै छैन। सायद यता बहिनीले पनि मेरै कारणले मन दुखाएर हिँडेकी होलिन्। अब समयमा बिचरा रिता भने चिन्तामा परिसकेको छन् भने साथीहरू उता शिशिर बाबुलाई पनि मसँग झगडा भएर चित्त निकै दुखाउनु भएको छ भनेर भनिसकेका छन् भने नन्दा पनि
मेरै कारणले हिँडेकी हुन् कि भनेर भनिसकेका छन् भने साथीहरू एकैछिन हेरौँ है त। मैले आफूले आफूलाई सुधार्न सकिनँ भने साँच्चै बिस्तारै मैले आफ्नो जिन्दगी आफैले बर्बाद गराउन सक्छु। त्यसैले अब यसरी हुँदैन, जसरी पनि मैले आफूलाई सुधार्नै पर्छ। हेर्नुहोस् त साथीहरू, सोच्दा रिता भने अब मेरो बानी बेहोरालाई सुधार्नै पर्छ भनेर भनिसकेका छन् भने साथीहरू अब के रिता साँच्चीकै अब झगडा गर्दिनन् त साथीहरू? अब के रिता साँच्ची नै अब मिलेर बस्छन् त साथीहरू? एकैछिन हेरौँ है त। रिमा, के भयो? किन रोएकी तिमी? दाई, घर हिँड्नुहोस्। एकपटक भाउजूलाई भेटेर म आज काउली फर्किन्छु। बहिनी, के भयो र? किन एक्कासी तिमी काउली फर्किने सोच गरेकी भन त? मेरो कारणले आजसम्म मिलेर बस्नु भएको दाजुभाइमा फाटो आउन थाल्यो। त्यसैले म यस्तो चाहन्न। सकेसम्म तपाईँ दाजुभाइ मिलेर बस्नुपर्छ। हेर्नुहोस् त साथीहरू, मेरो कारणले दाजुभाइको झगडा परेको भनेर के अरे बहिनी चाहिँ रिमाले सम्झिरहेका छन् भने साथीहरू बसन्ते भने अब कि बहिनीलाई जानु देलान् कि नदेलान् त साथीहरू? एकैछिन हेरौँ है त। बहिनी, सायद तिमी ठुल्दा र ठुली भाउजूको घरमा गएको बेलामा उहाँहरूले तिमीलाई नराम्रो भन्नुभएको हो र? मलाई कसैले केही नराम्रो भन्नुभएको छैन, तर आज मेरो कारणले शिशिर दाई र कविराज दाईको पनि झगडा पर्यो। यता रिता भाउजू र तपाईँको पनि म आएदेखि दिनौँ झगडा हुँदै आएको छ। बहिनी, अब रिताले र मैले कहिले पनि झगडा गर्दैन। हिँड घरतिर। बरु तिमीले ती ठुल्दाईको कुरा सुनेर आफ्नो मन खिन्न नगराउ के। हेर्नुहोस् त साथीहरू, ठुल्दाई र सानदाईको कुरा सुनेर खिन्न मन नबनाऊ भनेर भनिसकेको छन् भने साथीहरू अब के बहिनीलाई मिलाएर राख्छन् त बसन्तेले साथीहरू र बहिनी मिलेर बस्छन् त? एकैछिन हेरौँ है त साथीहरू। अनि शिशिरले र ठुल्दाईले चाहिँ के कुरा